जानिराखौँ विश्वका मुख्य धर्महरू र तिनका प्रमुख ग्रन्थहरू। Let's talk about all major religions and their associated sacred books. हिन्दू धर्मको मुख्य ग्रन्थ हो वेद। बौद्ध धर्मको मुख्य ग्रन्थ हो त्रिपिटक। इस्लाम धर्मको मुख्य ग्रन्थ कुरान। किरात धर्मको मुख्य ग्रन्थ मुन्धुम। ईसाई धर्मको मुख्य ग्रन्थ बाइबल। सिख धर्मको मुख्य ग्रन्थ साहिब। जैन धर्मको मुख्य ग्रन्थ अगमसूत्र। यहुदी धर्मको मुख्य ग्रन्थ तनाख, तारो अथवा द हिब्रू बाइबल। शिन्तो धर्मको मुख्य ग्रन्थ कुजिकी। थ्याङ्क यू फर वाचिङ।